आदरणीय दर्शक तथा श्रोतावृन्द नमस्कार। यहाँलाई हार्दिक स्वागत गर्दछौं आजको अङ्कमा। म कार्यक्रम प्रस्तुता सरोज निरौला। हामी हरेक दिन विभिन्न व्यक्तिहरूको जीवनी तपाईहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौं। आज हामी समाज विकासमा पोकी दिदीको योगदान कस्तो थियो भन्ने विषयमाथि खोज गर्नेछौं। आउनुहोस् लागौं आजको कार्यक्रमतर्फ। यो जीवनीलाई तयार पार्नु भएको छ वरिष्ठ पत्रकार चन्द्र भण्डारीले। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै लागौं आजको कार्यक्रमतर्फ। इतिहासको विरासतमा गाउँभित्र कस्ता कस्ता मान्छेको अभिभावकत्व थियो, समाज विकासमा उनीहरूको योगदान कस्तो थियो भन्ने विषयमाथि खोज गर्ने क्रममा आज हामी झापा साबिक शान्तिनगर 8 वर्तमानमा बुद्ध शान्ति 6 गौडा निवासी तुलसा सेन्चुरी, जसको उपनाम हो पोकी, उनै पोकी दिदीको बारेमा आजको कार्यक्रम तयार पारेका छौं। तुलसा अर्थात पोकी दिदी आमै भनेर इरौटार शान्तिनगरमा प्रसिद्धि कमाएकी उहाँलाई ती मान्छेले सबैभन्दा पहिले सम्झन्छन्, जसकी आमालाई प्रसव वेदनाले चिथोरेर आफू जन्मन नसक्दा तत्कालीन समयकी अनौपचारिक डाक्टर, कम्पाउन्डर या नर्सको भूमिकामा रहेर उसलाई जन्माउन सहयोग गर्नुभएको थियो। अर्थात सरल भाषामा भन्नुपर्दा तुलसा सेन्चुरी सुडेनी भएर सेवा दिनुहुन्थ्यो। न कुनै तालिम वा पढाइ, न कुनै प्रशिक्षण या लाइसेन्स, स्वतः स्फूर्त रूपमा सुत्केरी गराउने, तेल मालिस गरिदिने, घर व्यवहारमा सहयोग गरिदिने कारणबाट आज कतिपय डाक्टर, शिक्षक, प्रोफेसर, नेता वा सर्वसाधारण नागरिक जसले उहाँको सहयोग पाए, उहाँको हृदयमा पोकी आमै नाचिरहनु भएको हुन्छ। शान्तिनगरमै जन्मेकी तुलसा स्थानीय क्षेत्रका बलवान र शिल्पी परिवारकी कर्मठ सदस्य हुनुहुन्थ्यो। शान्तिनगरका पहिलो हुलाकी, धामी, धन्वन्तरी र अनेकौं शिव साधनाका ज्ञाता टीकाराम गदाल हुन् या कान्छा गदाल भनेर चिनिने सुनमाईका ठेकी बनाउने चौधारे हुन्। एउटा ठूलो र बलशाली परिवारकी चेली हुनुहुन्थ्यो पोकी आमै। यी सबैको जन्म शान्तिनगरमै भएको थियो। स्थानीय मनोरथ दाहालको कृपाबाट उहाँहरूको बसोबास सम्भव भयो। दाहाल परिवारले नै खेती गर्न र कमाई खान जग्गा दिएर संरक्षित गदालकी चेली र सेन्चुरी परिवारको पछिल्लो पुस्ता आजसम्म त्यही जमिनको घडेरीमा बसोबास गरिरहेको छ। जेठो दाजु टीकाराम गदाल 1977 मा जन्मेर 2060 साल जेठ 5 गते बित्नुभयो। कान्छा दाजु सुनमाईमा बित्नुभयो। सिङ्गो शान्तिनगर र त्यहाँका बासिन्दाको सेवा गर्दा गर्दै 2068 साल भदौ 12 गते 92 वर्षको उमेरमा तुलसाको पनि चोला उठ्यो। उमेरले डाँडो काट्दै गरेको भए पनि गाउँ डुल्न घर घरमा गएर गफिने तुलसाको अचानक खुट्टो भाँचियो। त्यसको 3 महिना पुग्दा नपुग्दै उहाँको देहान्त भयो। अब लागौं तुलसा सेन्चुरी अर्थात सबैले माया गरेर बोलाउने गरिएकी पोकी आमैको जीवन कथा खोतल्न। पोकी आमै शान्तिनगर 8-9 नम्बर वडामा विशेष उठबस गरे पनि इरौटार, पाखा, गाउँ र अन्य क्षेत्रमा पनि उत्तिकै सहयोगी हुनुहुन्थ्यो। मिठा मिठा लोकभाका र सङ्गीने गाएर मान्छेलाई मन्त्रमुग्ध बनाउनुहुन्थ्यो। आफ्नो जीवनकालमा सयौं आमाहरूलाई प्रसुति सेवा दिने सुडेनी हुनुहुन्थ्यो। त्यहाँ जन्मेका दर्जनौं व्यक्तित्व आज देश विदेशमा अनेकौं क्षेत्रका विशिष्ट नागरिक होलान्। तर तिनीहरूको जन्म भएकै दिनदेखि उहाँले काखमा सुताएर मालिस गरिदिएर र जन्मन सहयोग गरेर योगदान गर्नुभएको थियो। सहयोग सबैलाई गरेर पनि विशेष गरी सुविधार नै सूर्यकुमारी प्रसाई, नसुह प्रसाईकी मुमा को घर, इन्द्रप्रसाद प्रसाई, चन्द्रप्रसाद प्रसाई, रामबाबु प्रसाई, कप्तान गञ्चबहादुर कार्की, दलबहादुर कार्की, न्यायाधीश वाचस्पति निरौला, रविलाल बराल, खगप्रसाद भण्डारी, शशिप्रसाद भण्डारी, साइली मुखिनी, तुलसा घिमिरे लगायत स्थानीय सबैका घरका समस्या समाधान गर्ने साझा सहयोगी पनि तुलसा हुनुहुन्थ्यो। स्थानीय ठूला बडा र धनी मानिहरू जसको सम्पर्क सम्बन्ध काठमाडौँसँग थियो, उनीहरूले बोल्ने भाषा टपक्क बोलेर फर्स्याउनुहुन्थ्यो। आइस्यो, गैस्यो, जिउनार, सुकला जस्ता शब्द बोल्ने ती परिवार बाहेक उहाँ मात्र हुनुहुन्थ्यो गाउँमा। तुलसाले गरिबको चरम अवस्था भोग्दा पनि चोरेर, छलछाम गरेर या हात थापेर खानु चाहिँ परेन। श्रीमान टेकवीर सेन्चुरीले बनाएको घरेलु हात हतियार गाउँघरमा लगेर अन्न वा रुपैयाँ लिएर घर चलाउने गर्नुहुन्थ्यो। ठूलो स्वरले नबोल्ने, सबैसँग हाँसेर बोल्ने र सम्बोधन गर्ने एक सुसंस्कृत मान्छे हुनुहुन्थ्यो, जो कसैको मेलापात जाने, रोपाई फर्स्याइदिने, बिउ काट्ने काममा अग्रसर हुनुहुन्थ्यो। त्यसबेलाको समाज रूढिग्रस्त भए तापनि
तुलसा सेन्चुरीलाई कुनै परिवारले छिछि र दूर नगर्नुको पछाडि उहाँको सभ्य व्यवहारकै कारण थियो। सभ्यताको जग बलियो भएकैले एक भाइ छोरा शिवलाल सेन्चुरीलाई तुलसाले पण्डित बन्नका लागि प्रेरणा दिनुभयो। झापा बुधबारे खतिवडा चोकमा रहेर पण्डित कर्ममा सक्रियतापूर्वक सेवारत हुनुहुन्छ शिवलाल। तुलसाको निधनले एक शिल्पीको अन्त्य भयो। साथ सहयोग र सद्भाव राख्ने र पुरानो पुस्ताबारे जानकारी र सूचना सम्प्रेषण गर्ने मृदुभाषी सहृदयी मान्छेको अन्त्य भयो। खुसी लाग्छ, शान्तिनगर छोडेर अन्यत्रै गएका अधिकांश पूर्व बासिन्दा मध्ये धेरैले तुलसा सेन्चुरी पोकीबारे सोधखोज गर्नुहुन्छ, उहाँका गुण केलाउनुहुन्छ, चासो राख्नुहुन्छ। यसरी आफ्ना मिठा बोली वचन र सहयोगी कर्मले गर्दा पोकी आमै अझै पनि सबैको मनमा जीवित हुनुहुन्छ। विक्रम सम्वत 1977 सालमा जन्मेर विक्रम सम्वत 2069 साल भदौ 12 गते बुधबार निधन भएकी तुलसाका श्रीमान टेकबर सेन्चुरीको 2041 साल चैत 10 गते देहान्त भयो। टेकबीर एक दक्ष शिल्पी हुनुहुन्थ्यो। त्यसबेला शान्तिनगरको माथिल्लो भेगमा हतियार बनाउने जम्मा 3वटा आरान थिए, जसमा हुनुहुन्थ्यो टेकबीर सेन्चुरी, चम्पालाल दुधराज र पाखामा जयबहादुर रसाइली। चम्पालाल बितेपछि उहाँको आरान बन्द भयो भने जयबहादुर धुलाबारी बसाइ सरेर गएपछि उहाँको आरान पनि सकियो। टेकबीरको आरान उहाँका जेठा छोरा परशुराम पार्थेले लामो समयसम्म सञ्चालन गरे। तर विक्रम सम्वत 2016 साल भदौ 11 गते जन्मिएका परशुरामको पनि 2070 असार 11 गते देहान्त भएपछि उनका छोरा रमेशले सञ्चालन गरिरहेका छन्। उनी भन्छन्, बाबु बराजुले गर्दै आएको पुर्ख्यौली कर्म बिर्सिन सकिन जसोतसो धानिरहेको छु। 2025 सालमा जन्मिएका छोरा मिलनको 2054 भदौ 18 गते निधन हुन पुग्दा तुलसाले मुटु थामेर हिँड्न धेरै चर्को परेको थियो। तुलसाका 3 भाइ छोरा तर्फबाट 10 जना नाति नातिना भए भने 4 बहिनी छोरी तर्फबाट 11 जना नाति नातिना भए। 31 जना पनाति पनातिनी र 9 जना खनाती खनातिनीकी कमाण्डर तुलसा सेन्चुरीलाई परिवारका सम्पूर्ण सदस्यले गहिरो सम्झना, आदर र सम्मान गर्ने गरेका छन्। मरेर गएपछि पनि आफ्ना सन्तानको माया पाइरहनु गौरवको कुरा हुँदो रहेछ। सन्तानले गौरव गर्ने उनी गौरवशाली आमा तुलसा सेन्चुरीलाई हाम्रो समाज पनि उत्तिकै गौरवको अनुभूति गर्दछ। तुलसा सेन्चुरी तपाईलाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ। दर्शकवृन्द, आजको भागमा हामीले तुलसा सेन्चुरी पोकी आमैको बारेमा जानकारी गरायौं। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रिया हामीलाई व्यक्त गर्न सक्नुहुनेछ। भोलि अर्को अङ्कमा अर्का विशेष व्यक्तिको बारेमा जानकारी लिएर आउनेछौ। तबसम्मको लागि जीवनी तयार पारेर साथ सहयोग गर्नुहुने वरिष्ठ पत्रकार चन्द्र भण्डारीलाई विशेष धन्यवाद व्यक्त गर्दै भोलि फेरि भेट्ने भाषाका साथ म सरोज निरौला बिदा हुन चाहन्छु। तपाईको बाँकी बल शुभसँग बितोस्। बिदा दिनुहोस्। नमस्कार।